मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज हामी फेरि दोस्रो भ्लगमा आइसकेका छौँ। पहिलो भ्लगमा जसरी हामीले मर्निङ वाकको फाइदाहरू, मर्निङ वाक गर्नुपर्छ भन्ने कुरा गऱ्यौँ, यस्तै गरी दोस्रो भ्लगमा पनि हामी कुनै नयाँ टपिकको बारेमा कुरा गर्छौँ। अन्त्यसम्म बनिरहनुहोला साथीहरू हाम्रो च्यानलमा, हाम्रो भ्लगमा। आजको भ्लग एकदम इन्ट्रेस्टिङ हुनेछ, रमाइलो गर्नेछौँ हामी। हस् त भ्लगको सुरुवात गरौँ है त। साथीहरू, हामी मर्निङ वाककै क्रममा आधी बाटो पुगिसकेका छौँ। अझै पनि बाटो लामो छ, तर हामी हिँड्दैछौँ, चाँडै आफ्नो डेस्टिनेसनमा पुग्छौँ। साथीहरू भिडियोमा बनिरहनुहोला, अन्त्यसम्म जरुर देख्नुहोला। हस् त। एकपल्ट फेरि स्वागत छ साथीहरू तपाईँलाई हाम्रो यो नयाँ भ्लगमा। यस भ्लगमा हामी सर्पको टोकाइबाट कसरी बस्ने, विषालु सर्प र गैर विषालु सर्पलाई कसरी चिन्ने र यसबाट सर्पको टोकाइबाट के सिम्टमहरू हुन्छ, के लक्षणहरू हुन्छ, यो बारेमा डिस्कस गर्न गइरहेका छौँ। यो कुराहरू जान्नुभन्दा अगाडि सुरुमा हामीले सर्प भनेको के हो, नेपालमा के सबै विषालु सर्पहरू छन्, यो कुराहरू बारेमा जान्नुपर्ने हुन्छ। साथीहरू, संसारमा 30 परिवारका सर्पहरू छन् र 4000 प्रजातिका सर्पहरू पाइन्छन्। त्यसमध्ये पनि 4 परिवारका सर्पहरू जसमा 600 प्रजातिका सर्प पर्छन् जुन विषालु हुन्छन् र जस सर्पहरूले टोक्दा हामीलाई विष लाग्ने गर्दछ। साथीहरू, यति धेरै प्रजातिका सर्प हुँदै पनि के हामी सबै सर्पहरूको बारेमा थाहा पाउनुपर्छ र? होइन, हाम्रो घर वरिपरि देखिने केही विषालु प्रजातिहरू मात्रै हुन्छन्। तीमध्ये गोमन, करेट, बाघे साप अनि हरियो साप, जसलाई पत्तार पनि भनिन्छ, यी सर्पहरू हाम्रो वरिपरिमा प्राय जसो देखिन्छन् अनि हामीले यी सर्पहरूको बारेमा, यिनको टोकाइको बारेमा थाहा पाउनुपर्ने हुन्छ। हामीले ती 4 विषालु सर्पहरूको नाम त थाहा पायौँ, के नाम मात्रै थाहा पाएर पुग्छ त? बिल्कुल नै पुग्दैन। ती सर्पहरूलाई कसरी चिन्ने भन्ने कुरा पनि अत्यन्तै इम्पोर्टेन्ट हुन्छ जान्नुपर्ने। हामीले कसरी चिन्ने त? ल सुरु गरौँ है त। पहिलो भनेको गोमन सर्प अथवा कोब्रा, नाग। हामीले बाँके जिल्लामा लोकल भाषामा हामीले पिटारा भनेर पनि चिन्ने गर्दछौँ। र यो सर्पलाई कसरी चिन्ने त? नाग अथवा कोब्रा, यो सर्पलाई चिन्ने एउटा मुख्य तरिका भनेको नागको टाउको ठुलो हुन्छ अनि टाउको, त्यसलाई हुड भन्छौँ हामीले, अनि त्यो हुडको पछाडि एउटा चिन्ह पनि हुन्छ। त्यो चिन्ह हेर्दा हामीले चिन्न सक्छौँ कि यो त कोब्रा रहेछ, यो त विषालु सर्प रहेछ भनेर। अनि विषालु सर्प ती नागको कुरा गर्दाखेरि नाग चाहिँ बिहान र बेलुका बढी एक्टिभ हुने गर्दछ र यो सर्पले टोकेको ठाउँमा तुरुन्तै सुनिने गर्दछ। यति थाहा पाइसकेपछि हामीले यो नाग रहेछ, यो कोब्रा रहेछ, विषालु रहेछ भनेर हामीले बुझ्छौँ। अर्को सर्पतिर अगाडि बढौँ। अर्को सर्प भनेको करेट। करेट सर्प हामीले देखेकै सुनेकै सर्प हो। करेट सर्पलाई चिन्ने भनेको करेट सर्पको शरीरमा हामीले कालो र सेतो कलरको प्याटर्न हुन्छ, पाटाहरू हुन्छ। त्यो पाटा देख्दाखेरि हामीले यो पाटा भनेको त विषालु सर्प हो, करेट सर्प हो भनेर चिन्छौँ। र यो करेट सर्प भनेको रातितिर बढी पाइने, राति 6 बजीदेखि बिहानी 6 बजी चाहिँ बढी एक्टिभ हुने गर्दछ। यो सर्पले टोकेको थाहा नै हुँदैन, कमिलाले अथवा मच्छरले टोकेको जस्तो फिल मात्रै हुन्छ र यो थाहा नभएको कारणले मान्छेलाई थाहा नहुने र बिहान उठ्दासम्म मान्छे बितिसकेको हुने पनि सुने गर्दछौँ। अर्को सर्प हामीले बुझ्नुपर्ने भनेको बाघे सर्प हो। बाघे सर्प हामीले जान्ने भनेको, देख्ने भनेको जङ्गलमा दाउरा टिप्न जाँदा हो। यो दाउराहरूको मुनि नै बस्ने गर्दछ र यो एकदमै एग्रेसिभ सर्प हुन्छ, मान्छेलाई एक्कासी टोकिहाल्ने गर्दछ र यसको शरीरमा गोलो गोलो कलरको कालो वाला प्याटर्न हुन्छ, जसले गर्दा हामीले यो सर्पलाई चिन्ने गर्दछौँ। हामीले यी फोटोहरूले पनि हेर्न सक्छौँ, जसले गर्दा हामीलाई सजिलो होस् यो सर्प भनेको विषालु हो भनेर चिन्नलाई। र अन्तिममा हामीले जान्नुपर्ने भनेको हरियो सर्प, जो आफूमै हरियो कलरको हुन्छ र हिल्ली एरियामा, पहाडतिर बढी पाइने गर्दछ र यो रुखहरूमा बढी भेटिने गर्दछ। यो सर्पको टोकाइले गर्दा सानसाना बच्चाहरूको मृत्यु हुने पनि सक्छ। त्यसैले यो सर्पहरूलाई चिन्ने भनेको हरियो छ, रुखमा बस्छ भनेपछि हामीले थाहा पाउनुपर्छ कि यो हरियो सर्प हो, विषालु सर्प हो र हामीले योबाट जोगिनुपर्छ। हामीले यी विषालु सर्पहरूको बारेमा थाहा पाइसकेपछि हामी आफ्नो घर वरिपरि देखिने अविषालु, गैर विषालु सर्पहरूको बारेमा पनि जानकारी राख्दा हामी झुक्किनबाट बच्न सक्छौँ। ल अब हेरौँ अविषालु सर्पहरूको प्रकारहरू के हुन सक्छन् हाम्रो घर वरिपरितिर देखिने।
यी गैर विषालु सर्पहरूमध्ये हाम्रो घर वरिपरि देखिने सबभन्दा प्रायजसो धामन सर्प हो। धामन सर्पबाट हामी कोब्रालाई झुक्किन सक्छौँ। धामन सर्प लजालु लक्षणको हुन्छ, यो मान्छेबाट बच्न खोजेको हुन्छ। यो सर्प धेरै प्रायजसो खेतहरूतिर देखिने गर्छ। हामी दोस्रो नम्बरमा अजिङ्गर सर्पको बारेमा अलि जानकारी पाऊँ। यो सर्प भारी र ठुलो शरीरको हुन्छ। यसले विष सङ्क्रमण गर्दैन, तर पनि यसले मान्छेलाई फसाएर मार्न सक्छ। पछि तेस्रो नम्बरमा आउँछ पानी सर्प। यो प्रायजसो खेतहरूमा रोपाइको बेला पानीको स्रोतहरूमा देखिने गर्दछ। यो सर्प मान्छेलाई केही पनि हानि पुर्याउँदैन। हाम्रो चौथो नम्बरमा आउँछ धारे साप। यो धारे साप आक्रामक स्वभावको हुन्छ, तर टोक्दैन, टोके पनि विष फैलिँदैन। यति थाहा पाइसकेपछि हामीले सर्पको टोकाइको चिन्हबाट पनि विषालु हो कि गैर विषालु हो हामीले अनुमान लगाउन सक्छौँ। विषालु सर्पहरूसँग दुईवटा फ्रन्ट फ्याङ हुन्छन्, भन्नुको मतलब दुईवटा तुखिला दाँतहरू हुन्छन्। ती सर्पहरूले टोक्दा दुईवटा गहिरो निशान बस्ने गर्दछ, छाप बस्ने गर्दछ टोकेको ठाउँमा। र गैर विषालु सर्पहरूसँग त्यस्तो फ्याङहरू हुँदैन, जसले गर्दा ती सर्पहरूले टोक्दा साना साना तुखिला दाँतहरूको निशान बस्ने गर्दछ। तीबाट हामीले गैर विषालु हो कि विषालु हो पनि थाहा पाउँछौँ। यति मात्र नभएर हामीले सर्पको टाउको आकार हेरेर पनि थाहा पाउन सक्छौँ। जस्तै विषालु सर्पहरूको टाउको त्रिकोण आकारको हुन्छ, जस्तै हामीले गोमनलाई हेर्न सक्छौँ, हामीले बाघे सर्पलाई हेर्न सक्छौँ, हामीले भाइपरहरूलाई हेर्न सक्छौँ। भनेपछि हाम्रो गैर विषालु सर्पहरूको टाउको बढी जस्तो ओभल आकारको हुने गर्दछ, गोलो आकारको हुने गर्दछ। यदि सर्पले टोकेको डाम देखिएको छ तर लक्षणहरू देखिएको छैन भने हामीले मान्न सक्छौँ कि त्यो गैर विषालु सर्पको टोकाइ हो, अथवा विषालु सर्पले टोकेको भए पनि विष चाहिँ छोड्न पाएको छैन। यदि विष छोडिसकेको छ र लक्षणहरू देखिन्छन् भने यी लक्षणहरू देखिन्छन्, जस्तै आँखा लट्ठिनु, श्वास फेर्न गाह्रो हुनु, टाउको दुख्नु, निद्रा लाग्नु, टोकेको ठाउँमा सुन्निनु, रातो हुनु, दुख्नु, जिब्रो बाहिर निकाल्न गाह्रो हुनु अनि थुक निल्न गाह्रो हुनु। सर्पले टोकिसक्यो र लक्षण देखिसके, लक्षण देख्नुको मतलब यो विषालु सर्पले टोकेको बुझ्छौँ हामी। विषालु सर्पले टोकिसकेपछि हामीले के गर्नुपर्छ त? लक्षण देखिसके विषालु सर्पले टोकिसक्यो भनेपछि हामीले कुरेर बस्नु हुँदैन, आफै निको होला भनेर। हामीले तुरुन्तै एम्बुलेन्सलाई कन्ट्याक्ट गर्नुपर्छ। 1 घन्टाभित्रै हामीले हस्पिटल पुग्दा हाम्रो ज्यान जोग्ने चान्सेसहरू बढ्छ। हामीसँग एम्बुलेन्सको अभाइलेबिलिटी छैन, एम्बुलेन्स छैन हामीसँग भनेपछि हामीले चुप लाएर बस्नु हुँदैन। तपाईसँग घरमा भएको गाडी होला, बाइक होला, अथवा साइकल नै भए पनि त्यसमै बिरामीलाई लगेर अस्पताल पुग्नु पर्दछ। अस्पताल पुग्ने क्रममा सर्पले टोकेको ठाउँलाई चलाउनु हुँदैन। सर्पले टोकेको ठाउँमा घडी होला, चेन होला अथवा रिङहरू होला, त्यो हामीले निकालेर नै अगाडि बढ्नुपर्छ र सकेसक्दो चाँडो हामीले हस्पिटल पुग्नुपर्छ। के गर्नुपर्छ भनेर हामीले थाहा पायौँ। अब हामीले के गर्नु हुँदैन भनेर थाहा पाउनतिर लागौँ। हामीले काटेको ठाउँमा टाइट कपडाले बाँध्नु हुँदैन। हामीले त्यहाँ काटेको ठाउँलाई चक्कु अथवा ब्लेडले काट्न खोज्नु हुँदैन। हामीले काटेको ठाउँलाई मुखले चुसेर विष निकाल्न खोज्नु हुँदैन। हाम्रो अस्पताल मात्रै हो जहाँ हजुरको उपचार हुन सक्छ। हामी धामी झाँक्री कहाँ जानु हुँदैन। सकेसम्म चाँडो अस्पताल पुग्नुपर्ने हुन्छ, नत्र हाम्रो ज्यान जोखिममा पर्न सक्छ। हामी सबैले सुनेकै होला कि प्रिभेन्सन इज बेटर देन क्योर भनेर। भन्नुको अर्थ सर्पको टोकाइपछि ट्रिटमेन्टको पछाडि भाग्नुभन्दा सर्पले टोक्नै नदिँदा बेस्ट होला। सर्पले टोक्नै नदिनको लागि के गर्नुपर्छ त? कसरी बस्ने त सर्पले टोक्नै नदिनको लागि? यसका लागि हामीले घर वरिपरि फोहोर नगर्ने, सुत्दाखेरि पनि झुल लाएर सुत्ने, अनि सुत्नुभन्दा अघि चेक गर्ने। जस्तै करेट सर्पहरू घरभित्र नै पाइन्छ। करेट सर्पहरूको टोकाइ 90% भन्दा बढी घरभित्र नै पाएका छन्। भन्नुको मतलब सर्पको टोकाइ, करेक्ट टोकाइ घरभित्र नै हुँदो रहेछ। त्यसैले सुत्नुभन्दा अगाडि हेर्ने चारैतिर सर्प छ कि छैन। सर्प भेटे पनि सर्पको नजिक नजाने, सर्पलाई जिस्क्याउने, किनकि सर्प पनि आफ्नो ज्यान जोगाउनलाई मान्छेलाई टोक्छ। सर्पले चाहेर टोकेको होइन नि त सर्पलाई, मान्छेलाई। त्यसैले सर्पबाट टाढा नै बस्ने, मान्छेलाई बोलाउने, सर्पलाई अरूको ठाउँमा लग्नलाई मान्छेहरू हुन्छन् प्रत्येक ठाउँमा,
त्यसैले सर्पभन्दा टाढै बस्ने, यस्तो गर्दाखेरि हामीले सर्पको टोकाइबाट नै बस्न सक्छौँ। जस्तो आजलाई हामी यति नै गर्छौँ भिडियोलाई। भिडियो अन्त्य गर्नुभन्दा अगाडि नाथुबाट बुझाउँ कस्तो भयो भिडियो, आजको भ्लग के भयो, कस्तो भयो भनेर। एकदम रमाइलो भयो, धेरै कुरा सिक्न पाइयो। हाम्रो भिडियो यसरी नै आइराख्ने गर्नेछ। एकदम माया गरिदिनु होला हाम्रो भिडियोहरूलाई। हस्त यहीँ अन्त्य गर्छौँ हामीले। धन्यवाद।